गाइज 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 यो हो हाम्रो गाउँ, यो हो रामपुर। अब म यहाँ भित्र छिर्दैछु। अब यो अब जङ्गल भनौँ कि अब खेत भनौँ कि नाला भनौँ। आज चाहिँ हाम्रो एउटा रित छ। रित लाइक बिहेपछि चाहिँ अब समथिङ चिउन्ता के भन्छन्, चिउन्ता फिन्ट्याङ हो कि के हो त्यो चाहिँ एउटा अझ एक दिन अझ हामीले यहाँ चाहिँ रित पुऱ्याएर खानेकुरा अझ खानुपर्ने हुन्छ, खुवाउँछन्। र आजको कल्चर अनुसार, रित अनुसार चाहिँ माछा मार्छन् हाम्रो भान्सा गर्ने आन्टीहरू जति पनि हुनुहुन्छ, आन्टीहरू वा भान्सा गर्ने हुन्छन्, उहाँहरू चाहिँ माछा मार्छन्। पहिला माछा मारिसकेपछि ओइ 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 माछा मार्ने, माछा मारिसकेपछि फेरि खाने। एउटा पहिला यहाँ यो एरियामा अलि ठुलो पानी हुन्थ्यो, तर यस्तो यस्तो पानी हुन्थ्यो, सानो नुहाउँथ्यो कि हामी फेरि, होइन। बच्चा त बच्चा भइहाल्यो, के गर्नु त बच्चा। यहाँ अलि माथि चाहिँ जङ्गल छ, सो अलि इन्ट्रेस्टिङ लागिरहेछ। पहिला चाहिँ अलि डर लाग्थ्यो, ठुलो भइहाल्यो नि, होइन। डर त लाग्दै छैन, होइन। ठाउँ छ, जङ्गलै जङ्गल छ। अलि भित्र पसौँ, अलि जङ्गलतिर पसौँ न, होइन। यता भेटिन्छन् कि, लेट्स गो। फर्स्ट टाइम धेरै वर्षपछि यता छिरिरहेको छु म। अनि अलि सानो हुँदाखेरि त पहिला बिचबिचमा यसो गाउँ आउँदाखेरि अलिक सानो एजमै यता यो कुसुम भन्ने हुन्थ्यो, रुख छ यता, अनि त्यो चाहिँ खान आउँथ्यो, होइन। ठुलो रुख छ, अहिले त मलाई थाहै पाउँदैन के छ कस्तो छ, थाहै छैन। र भित्र उता एउटा पनि छ, ग्राउन्ड, अलिक ठुलो ग्राउन्ड पनि छ, होइन। ग्राउन्डहरू छ। अगाडि चाहिँ हाम्रो 9 घरको आन्टीहरू, बहिनीहरू, दिदीहरू, अब को छन्, भाउजूहरू चाहिँ माछा मार्न आछन्। अनि बिहानदेखि आएको छन्। अनि म चाहिँ अब धनगढीबाट भर्खर आइपुगेर चाहिँ म यसो हेर्न जाम्न कस्तो हुँदो रहेछ, किनकि मलाई पनि एकदमै माछा मार्न रहर लाग्छ क्या। बर्खामा त म 2-3 वर्ष अगाडि बवाल माछा मार्थेँ, बट जसरी ठुलो भइन्छ, होइन, बानी बिहोरा चेन्ज भइहाल्छ, अलिकति लाज लागे जस्तो गर्छ। सो मलाई बिहान नै आउनु पर्ने थियो, मम्मीले चाहिँ लेट गर्नुभयो, नत्र म पनि माछा मार्थेँ। सेट भयो। अब कहाँ गयो कता गयो केही थाहै पाइनँ। सो म जस्ट भित्र, जङ्गलभित्र खुसिरहेको छु। मैले चरा मैले भन्थेँ बिचमा ग्राउन्ड छ, सो त्यो चाहिँ ग्राउन्ड, यो चाहिँ ग्राउन्ड हो। सानो छ, पहिला चाहिँ ठुलो लाग्थ्यो किनकि म सानो थिएँ, अहिले म ठुलो भइहालेँ, सो मलाई यो चाहिँ सानो लागिरहेछ ग्राउन्डहरू। तर बवाल देखिरहेछ यार, होइन। गाउँको ग्राउन्ड हुँदैन ग्राउन्डहरू। गाइज ल, अलि अघिदेखि म फ्रेस देखाएको थिएन, तर अहिले देखाइरहेको छु। एकदमै गर्मी छ र म यहाँ खोजिरहेको छु माछा मार्ने आन्टीहरूलाई, होइन। तर यहाँ पानी चाहिँ धमिलो देखिरहेछ। यो पानी हो जो धमिलो छ, हेर्न सक्नुहुन्छ। पानी एकदमै धमिलो छ क्या, यी मतलब यतै हुनुहुन्छ, होइन। यतै छन्, म सही डाइरेक्सन गइरहेको छु। पुरै पानी धमिलो छ। यो नाला, अब नदी भनौँ, सानो नदी गाउँको, यहाँ माछा मारेर होला। अझ अगाडि जाऊँ, भेटिन्छन् कि। एन्ड मसँग टाइम पनि छैन, म फेरि 5 बजे मेरो क्लास छ, एन्ड मलाई जानु पनि छ धनगढी, क्लास लिनु पऱ्यो नि त। सो मसँग समय पनि कम छ, छिटो पाए हुन्थ्यो भन्ने छ। एन्ड फेरि डान्स क्लास लिन जानु पऱ्यो, अब काम हो, गर्नै पऱ्यो, होइन। तर मलाई यहाँ बस्नु पनि मन लाग्छ, रमाइलो हुन्छ। मेन त मलाई माछा मारेको हेर्न र माछा मार्न मन थियो, तर के गर्नु, समय अलिकति
मिलेन पाइन्छ कि एन्ड गाइज म चाहिँ एकदम जङ्गलभित्र आइपुगेँ र मैले अझसम्म पाएको छैन माछा मार्ने आन्टीहरूलाई हेर्न सक्नुहुन्छ थाकि पनि सकेको छु कहीँबाट नि आवाज आउँदैन अब बाँदर देखिरहेछन् कता कता हैन अब फर्किनु पर्ला जस्तो छ हैन अहिले डर लागेको पनि हुन्छ नि त किनकि अब एक्लै छु साउन्डहरू आइरहेको हुन्छ के हो सो गाइस अब चाहिँ एकदम भित्र आइयो जङ्गलभित्र तर पाइएन हैन माछा मार्ने आन्टीहरूलाई चाहिँ मैले पाइएन अब घर फर्किनु पर्ला एकदम भित्र आइयो डर लाग्यो जस्तो भइरहेछ कोही छैन जङ्गलमा यति भित्र आइसकेपछि क्या हैन अब कहाँ जानु त कहाँ पुगेछन् फर्किन्छु अब एन्ड गाइज यो देख्न सक्नुहुन्छ यहाँ चाहिँ गेम भइरहेको रहेछ हैन म अब फर्किरहेको छु म फर्किँदैछु गाउँबाट धनगढी डान्स क्लासको लागि एन्ड यहाँ चाहिँ गेम भइरहेको रहेछ तर मिनी गेम भइरहेछ क्या सानो पोल छ सानो टिम पनि सायद कमजना छन् हैन सानो पोल पनि ठाउँ पनि सानो छ पोल पनि सानो छ कस्तो गेम रहेछ